लायन्स क्लब अफ काठमाडौँ किपुका अध्यक्ष तथा संस्थापक, सामुदायिक सेवा केन्द्र कीर्तिपुरका अध्यक्ष तथा संस्थापक अनि रुद्रबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष तथा संस्थापक हुनुहुन्छ श्री रविन्द्र बहादुर प्रधान। यसै गरी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका महासचिव पनि हुनुहुन्छ उहाँ। अनि अमेरिका स्थित व्हाइट रिबन एलायन्सका नेपालको संयोजक पनि हुनुहुन्छ। उहाँलाई आज हामी स्टुडियोमा निम्ति आउन पाउँदा एकदमै खुसी लागेको छ। सबभन्दा पहिला म यहाँलाई स्वागत गर्न चाहन्छु। रविन्द्र बहादुर प्रधान सरलाई म स्वागत गर्न चाहन्छु। धन्यवाद शङ्करजी, मलाई नेवा एफएममा बोलाएर मेरा केही कुराहरू राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिला अहिले तपाईँहरू अब सामाजिक सेवामा लागिरहनुभएका व्यक्तित्वहरू, समाजमा अहिले नराम्रो स्थितिमा फैलिरहेको यो कोरोनाको प्रकोप छ, कोरोनाको महामारी छ। त्यसमा अस्ति एउटा कार्यक्रममा हामीले भेट गरेका थियौँ। रोटरी क्लब अफ कीर्तिपुरको संयोजनमा हामीले यो हाम्रो कीर्तिपुर क्षेत्रका विभिन्न मिडियाकर्मी तथा पत्रकार बन्धुहरूलाई तपाईँहरूको जुन यो कार्यक्रम थियो, यो सेनिटाइजर र मास्कहरू निःशुल्क वितरण गर्ने कार्यक्रम थियो, त्यसमा पनि भेटेका थियौँ। तपाईँ यो समाजसेवामा लाग्नुभएको अन्दाजी कति भयो होला अहिले? समाजसेवामा लागेको कुरा गर्नुपर्दाखेरि 20 वर्षभन्दा बढी भइसकेको छ र सुरुवातको क्रममा कीर्तिपुर जेसिजको स्थापनाबाट मेरो चाहिँ सामाजिक सेवा चाहिँ सुरु भएको। जुन संस्था कीर्तिपुर जेसिज 1998मा सुरु भएको थियो र त्यसपछि म जेसिजकै उपाध्यक्ष, त्यसै गरी 2003मा नेपाल जेसिजको महासचिवसम्म हुने मैले एउटा मौका पाएँ र त्यसपछिका त्यसपछिका वर्षहरूमा कीर्तिपुर स्वयंसेवक समाजको एउटा संस्थापक अध्यक्ष भई कीर्तिपुरका युवाहरूलाई एउटा चाहिँ जागरुक बनाउने जस्ता कामहरूबाट मेरो सुरुवात भएको थियो पनि। र त्यस्तै गरी पछिका दिनहरूमा लायन्स क्लब अफ काठमाडौँ कीर्तिपुरमा पनि म संलग्न थिएँ र त्यसपछि लायन्स क्लब अफ काठमाडौँ किपुको स्थापना गरेँ र त्यसपछि म रोटरी क्लबमा पनि अहिले चाहिँ संलग्न रहेको छु र त्यस्तै गरी कीर्तिपुरको स्वास्थ्य क्षेत्र लगायत सामाजिक क्षेत्रमा ख्यातिप्राप्त स्वर्गीय रुद्रबहादुर प्रधानको स्मृतिमा रुद्रबहादुर स्मृति प्रतिष्ठानको पनि स्थापना गरी विभिन्न सामाजिक, विशेष गरेर स्वास्थ्य क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छु। पक्कै पनि धेरै पहिला हामी स्कुल पढ्दाखेरि नै हुनुहुन्थ्यो, उहाँ रुद्रबहादुर प्रधानजी हुनुहुन्थ्यो। उहाँको स्मृतिमा उहाँले एउटा स्वास्थ्य प्रतिष्ठान नै खोल्नु भएको छ। पहिला उहाँ स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो रुद्रबहादुर प्रधानज्यू। त्यतिखेर हामी स्कुल पढ्दाखेरि पनि सानो घाउ चोट लाग्दाखेरि अथवा केही उपचारको लागि उहाँहरूकोमा आएको हामीलाई अझ पनि याद छ। अहिले त्यही रुद्रबहादुर प्रतिष्ठानका रुद्रबहादुर स्मृति प्रतिष्ठानका संस्थापक सदस्य पनि हुनुहुन्छ रविन्द्र बहादुर प्रधान। अनि अहिले देशमा महामारीको रूपमा फैलिरहेको छ यो कोरोना। यसैको लागि अहिले योभन्दा केही अगाडिको कार्यक्रममा पनि उहाँहरूले समाजसेवा गरिरहनु भएको छ। पत्रकारहरू भयो, सुरक्षाकर्मीहरू भयो, उहाँहरूलाई सेनिटाइजर र मास्कहरू निःशुल्क वितरण गरी विभिन्न कार्यक्रमहरू गरी समाजमा टेवा दिइरहनु भएको छ। यसै क्रममा अब म यहाँलाई के सोध्न चाहन्छु भने अहिले यो यसरी फैलिरहेको यो कोरोना छ नि, यसको रोकथामको लागि अब हाम्रो जनस्तरबाट चेतना जगाउने खालको कुनै कार्यक्रम अहिले यहाँहरूले के थाल्नु भएको छ? विश्वभरि नै एउटा महामारीको रूपमा फैलिएको यो कोरोनाले नेपाल पनि ग्रस्त रहेको छ र यसै सन्दर्भमा कीर्तिपुरमा भएका विभिन्न सङ्घ संस्थाहरू, मसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले आफ्नो क्षमताले आफ्नो किसिमले कार्यहरू गर्दै आएको छ र यसै क्रममा म लायन्स क्लब अफ काठमाडौँ किपुले गरेका तथा अन्य संस्थाले गरेका कार्यहरूको बारेमा छोटकरीमा यहाँहरूलाई चाहिँ म जानकारी गर्न चाहन्छु। र लायन्स क्लब अफ काठमाडौँ किपुले कीर्तिपुरका स्वास्थ्य कर्मीहरूको एउटा चाहिँ समूह छ र उहाँहरूले के भन्नुभयो भनेदेखि लायन्स क्लबसँग मिलेर केही कोभिडको सम्बन्धी सचेतना गर्ने कार्यहरू गरौँ भन्ने उहाँको एउटा चाहिँ भावनालाई हामीले के गर्यौँ भन्दाखेरि स्वयम्भू स्थित आर्मी हस्पिटल, वीरेन्द्र सैनिक हस्पिटलमा हामीले के रिक्वेस्ट अनुरोध गर्यौँ भन्दा कीर्तिपुरका
हेल्थ वर्कर्सहरूलाई चाहिँ कोभिडसँग सम्बन्धित विशेष किसिमको तालिम उहाँहरूले दिनुहुनुहुन्छ। त्यो तालिम चाहिँ हामीलाई पनि दिनु पर्यो भनेर रिक्वेस्ट गर्दाखेरि उहाँले चाहिँ 8 जनालाई जेठ 29 गते त्यो ट्रेनिङ 1 दिनको थियो, त्यो ट्रेनिङ चाहिँ दिनुभयो। र त्यसपछि हामीले त्यो ट्रेन म्यान पावर योलाई चाहिँ हामीले कीर्तिपुरको विभिन्न स्कुलहरूको मार्फत जागरुक गराउने उद्देश्यले असार 2077 असार 3 गते उज्जवल शिशु निकेतन स्कुलमा कीर्तिपुरका 10 वटा स्कुलका टिचर्सहरू शिक्षिकाहरूलाई हामीले 32 जनालाई चाहिँ हामीले तालिम दियौँ। र त्यो तालिमबाट चाहिँ उहाँहरू चाहिँ एउटा चाहिँ प्रशिक्षित भइसकेपछि उहाँहरूले पनि आफ्नो स्कुलमा अभिभावकहरूलाई विद्यार्थीहरूलाई एउटा तालिम दिने काम गर्नुभयो। र त्यसपछि पनि असारको 27 गते हामीले फेरि जनसेवा स्कुलका शिक्षिकाहरूलाई हामीले चाहिँ त्यही तालिम दियौँ। र त्यो तालिममा 35 जना चाहिँ शिक्षिकाहरूको चाहिँ उपस्थिति रहेको थियो। र फेरि उहाँहरूले अघि भने जस्तै विभिन्न अभिभावकजीहरू लगायत चाहिँ आफ्ना विद्यार्थीहरूलाई लगायत आफ्नो कम्युनिटीमा आफ्नो समुदायमा पनि उहाँहरूले चाहिँ जनचेतना दिने कामहरू लगायत चाहिँ कामहरू गर्नुभयो भन्दाखेरि त्यो तालिममा के छ भन्ने विषयमा चाहिँ एउटा चाहिँ उत्सुकता हुनसक्छ। र त्यसमा चाहिँ अब हामीले विभिन्न पत्रपत्रिका टिभीबाट हामीले कोरोनाबाट कसरी बच्नुपर्छ भन्ने चाहिँ मेसेजहरू सन्देशहरू हामीले सुनिराखेका छौँ। तर पनि एउटा चाहिँ के छ भन्दाखेरि हामीले त्यो सन्देशलाई चाहिँ कसरी चाहिँ प्र्याक्टिकली गर्ने चाहिँ त्यो चाहिँ थाहा नहुनसक्छ भनेर हामीले प्र्याक्टिकल एकदम प्रयोगात्मक रूपमा चाहिँ शिक्षिकाहरूलाई चाहिँ हामीले तालिम दिएका छौँ। र त्यसमा हात धुने तरिकाहरू हामीलाई लाग्छ हात धुने पनि सिकाउनु पर्छ र हैन, यसमा चाहिँ विभिन्न तरिकाहरू 6 स्टेप्स भन्छ, 8 वटा स्टेप भन्छ। त्यो तरिकाहरू चाहिँ गर्न जाने भनेले राम्रोसँग हात धोएको मानिँदैन। हात धुने तरिकाहरू भयो, त्यसपछि अब ह्यान्ड हाइजिन भन्छ, त्यसपछि यो रेस्पिरेटरी हाइजिन भन्छ। त्यो रेस्पिरेटरी हाइजिन यो कोरोना कसरी फैलिन्छ भन्ने कुरा एउटा चाहिँ हाम्रो मुखमा भएका थुकहरू, छिटाहरू, नाकमा भएका छिटाहरू त्यो कारणले भएकोले त्यसलाई रोक्नको लागि चाहिँ मास्क अति नै जरुरी छ। त्यो मास्क लाउने तरिकाहरू पनि छ। त्यो मास्क लाउने तरिका चाहिँ एकदम प्रयोगात्मक रूपमा हामीले त्यो कार्यक्रममा सिकाउने यस्ता कार्यहरू गरेका थियौँ। र अर्को हामी कोरोनाबाट बच्नको लागि अत्यावश्यक वस्तुहरू खरिद गर्नको लागि घरबाट बाहिर निस्किँदाखेरि कसरी एउटा चाहिँ सामाजिक दूरी, भौतिक दूरी कायम गर्नुपर्छ भने मान्छेहरू धेरै कन्फ्युज भएको हुन्छ। कहिले 3 फिटको भन्छ, कहिले 6 फिटको भन्छ। त्यो के हो भन्ने कुरा चाहिँ मान्छेहरूले चाहिँ जानिराखेको हुँदैन। यस्ता कुराहरू कस्तो बेलामा 3 फिटको दूरीमा बस्ने, कस्तो बेलामा 6 फिटको दूरीमा बस्ने जस्ता कुराहरू चाहिँ हामीले गऱ्यौँ। र टिचरहरूलाई हामीले दिँदाखेरि एउटा मोडेल चाहिँ कस्तो थियो भन्दाखेरि हामीले ट्रेनिङ दिनुभन्दा अगाडि उहाँहरूलाई चाहिँ एउटा चाहिँ प्रश्नावली तयार गरेर प्रश्नावली दिन्थे। 20 वटा कि कतिवटा प्रश्नहरू छ। त्यसमा चाहिँ धेरै उहाँहरूलाई पनि शिक्षिकाहरूले पनि थाहा नभएका कुराहरू धेरै रहेछ हैन। त्यसपछि हामीले ट्रेनिङ दिएपछि फेरि हामी त्यही प्रश्नावली उहाँहरूलाई दिएपछि उहाँहरूले कतिको इम्प्रुभ गर्नुभएको छ भन्ने कुराहरू चाहिँ हामीले जानकारी भयो। हामीले सिकेका कुराहरू यसरी चाहिँ हामीले यो कीर्तिपुरमा अहिले चाहिँ कोरोनासँग सम्बन्धित कामहरू चाहिँ गर्दै आएका छौँ। र त्यो चाहिँ लकडाउन भन्दा अगाडिको अहिले दोस्रो लकडाउन भन्दा अगाडिको भयो र पहिलो लकडाउन पछि खोल्दाखेरि हामी त्यो गरेको भयो। त्यसपछि फेरि दोस्रो लकडाउन भयो र दोस्रो लकडाउन पछि हामीले प्रत्यक्ष रूपमा भेटघाट गरेर कार्यक्रमहरू गर्न सकेको अवस्था छैन। र त्यो नभएपछि हामीले वेबिनार मार्फत, विभिन्न जुम मार्फत, त्यो मार्फत चाहिँ हामीले कार्यक्रमहरू चाहिँ गर्दै आएका छौँ। र त्यो श्रृङ्खलाकै रूपमा हामीले ब्रेकिङ द चेन अफ इन्फेक्सन, सङ्क्रमणको चक्रलाई तोडौँ भन्ने एउटा श्रृङ्खला नै हामीले बनाएर अहिले हामी चाहिँ 12औं संस्करणमा त्यो सङ्क्रमणको चक्र तोडौँ भन्ने चाहिँ 12औं संस्करण अन्तर्गत चाहिँ हामीले कार्यक्रमहरू चाहिँ आयोजना गरेका छौँ। र त्यस्तै गरी म सम्बन्धित संस्थाहरू जस्तै रोटरी क्लब अफ कीर्तिपुरले विभिन्न मिडिया तथा प्रहरीहरूलाई सेनिटाइजर तथा मास्क वितरण कार्य गर्दै आएको छ। त्यस्तै सामुदायिक सेवा केन्द्र कीर्तिपुरले सामुदायिक प्रहरीसँग मिलेर माइकिङ गर्ने जस्ता सचेतना कार्यक्रमहरू गर्दै आएको छ। र त्यस्तै गरी रुद्रबार स्मृति प्रतिष्ठानले कीर्तिपुरको वडा नम्बर 1 का गर्भवती महिलाहरू
लगायत चाहिँ उहाँहरूलाई चाहिँ एउटा खाद्यान्नहरू वितरण गर्ने, सेनिटाइजर वितरण गर्ने जस्ता चाहिँ 15 जना महिलाहरूलाई चाहिँ त्यो वितरण कार्य गरिरहेको छ र अन्य सङ्घ संस्थाहरूले पनि गरिरहेको छ। थ्याङ्क यू। यसो भन्दाखेरि अब म अर्को कुरा के सोध्न चाहन्छु भने अब भनौँ न अब समाजमा हाम्रा गुरुहरू हुन्छन्, समाजका स्कुलका टिचरहरू भनेको उहाँहरूले धेरै सिकाउनुहुन्छ, बच्चाहरूदेखि सिकाउनुहुन्छ र सबभन्दा पहिला उहाँलाई हामीले साधारण हात धोइरहेको मास्क साधारण नाक र मुख छोप्ने त हो नि भन्ने किसिमको एउटा भावना हुन्छ। मास्क लायो भइगयो, हात साक्षात् धोयो भइगयो भन्ने हुन्छ। त्यसमा पनि अब भौतिक दूरी कति दूरी राख्ने, त्यो किन त्यति दूरी आवश्यक छ भन्ने किसिमको यो विषयमा तपाईँहरूको यो टिचरहरूले जुन सिकेर ट्रेनिङ लिएर आएर समाजमा सिकाउनु भयो नि, उहाँहरूको सङ्ख्याले मात्रै तपाईँको यो सामाजिक कार्यमा पर्याप्तता होला त? यसै क्रममा के छ भन्दाखेरि जस्तै हामीले 8 जनालाई ट्रेनिङ दिएँ र त्यसपछि जस्तै यो सामाजिक दूरी कायम गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने यी कुराहरू यो चाहिँ कसरी गर्न सकिन्छ भन्ने विषयमा अहिले हामीले जुन श्रृङ्खला अन्तर्गतको जुन सङ्क्रमणको चक्रटोडो अन्तर्गतलाई चाहिँ अहिले दोस्रो लकडाउन चाहिँ खोलिसकेको अवस्था छ र हामीले चाहिँ धेरै ठाउँमा हेऱ्यौँ भने मान्छेहरूले चाहिँ सही तरिकाले मास्क लगाइरहेको अवस्था छैन। यसलाई एउटा चाहिँ कसरी सचेतना बनाउन सकिन्छ भनेर हामीले अर्को एउटा कार्यक्रम चाहिँ तपाईँको मास्क खोइ भन्ने एउटा अभियानलाई चाहिँ हामीले अगाडि बढाउन खोजेका छौँ र यो अभियानलाई साथ दिनको लागि यो अभियान लायन्स क्लब अफ काठमाडौँ किपु, त्यस्तै गरी डिओ क्लब अफ काठमाडौँ किपु र किर्तिपुरका स्वास्थ्य कर्मीहरूको संयोजनमा किर्तिपुरका 20 वटा सङ्घ संस्थाहरू मिलेर यो कार्यक्रम चाहिँ अगाडि बढाउन खोजेका छौँ। त्यो 20 वटा सङ्घ संस्था भन्नाले को पर्यो अन्दाजीमा भनिदिनु भयो सम्झिनु भएको छ? यसमा जनसेवा माध्यमिक विद्यालय, रुद्रपार स्मृति प्रतिष्ठान, किर्तिपुर बजार व्यवस्थापन समिति, रोटरी क्लब अफ किर्तिपुर, किर्तिपुर स्वयंसेवक समाज, सामुदायिक सेवा केन्द्र किर्तिपुर, नयाँ बजार क्लब, इनर व्हिल क्लब अफ किर्तिपुर, त्यस्तै गरी नेपाल रेड क्रस सोसाइटी किर्तिपुर उपशाखा, त्यस्तै गरी इन्द्रायणी परिवार क्लब, सन स्टार क्लब, त्यस्तै गरी महिला स्वास्थ्य स्वयंसेविका समूह, पासापुचा क्लब, किर्तिपुर जेसिस, नेवा एफएम, किर्तिपुर क्लब, किर्तिपुर लायन्स क्लब, यसमा चाहिँ नेपाल स्काउट किर्तिपुर शाखा, किर्तिपुर सहकारी संस्था लिमिटेडको शाखाहरू र त्यस्तै गरी इनर व्हिल क्लब अफ किर्तिपुर सेन्टर लगायत अन्य सङ्घ संस्थाहरू पनि यसमा चाहिँ हातेमालो गरेर यसलाई ऐक्यबद्धता बढाउने क्रम जारी नै रहेको छ। हजुर, म एकैछिन अब यहाँको यो कुरालाई बिचैमा रोकेर अब म एकैछिन सामाजिक यो हाम्रो कमर्सियल विश्राम म लिन्छु, त्यसपछि फेरि म प्रधानजीलाई जोड्छु। किर्तिपुर क्षेत्रको यो सामाजिक सेवामा जोडिनुभएका हाम्रा रविन्द्र बहादुर प्रधानज्यूसँग हामी आज कुराकानी गरिरहेका छौँ। विशेष गरी भन्नुपर्दा अब तपाईँको स्रोत भनौँ न, अब हाम्रो रोटरी क्लबहरू भयो, किर्तिपुरका यो अन्य सङ्घ संस्थाहरू जुन अहिले तपाईँले बताउनु भयो, उहाँहरूले पर्याप्त मात्रामा हाम्रो क्षेत्रमा चाहिँ अब समाजसेवा भनौँ न, अब यो कोभिडको बारेमा जनचेतना जगाउन सक्षम होलान् जस्तो लाग्छ यहाँलाई? धन्यवाद। अघि मैले नाम लिने क्रममा केही संस्थाहरू चाहिँ छुट्न गएको छ, त्यस्तै गरी सन स्टार क्लब पनि यसमा चाहिँ सहभागी भएको छ र अन्य विभिन्न संस्थाहरू चाहिँ आउने क्रम नै जारी रहेको छ। र अहिले यो एउटा चाहिँ सङ्घ संस्थाहरूले गर्न खोजेको एउटा चाहिँ सानो प्रयास हो भनिन्छ। एउटा सानो प्रयासमा अरू चाहिँ धेरैजना व्यक्तिहरूको चाहिँ सहयोगी हात भए पनि यो पक्कै पनि यसमा चाहिँ अगाडि बढ्न सकिन्छ र संस्थाहरू लगायत अन्य व्यक्ति विशेषहरू पनि यो अभियानमा जोड्नको लागि चाहिँ एकदमै रहेको छ। र अहिले चाहिँ सानो लेभलको कुनै पनि कामहरू, कुनै पनि अभियानहरू सानो लेभलबाटै सुरु हुन्छ र मलाई विश्वास छ यो पक्कै पनि अहिले हामीले यसलाई चाहिँ बढाउँदै लग्न सकिन्छ भन्ने विश्वास चाहिँ हामी सबै सङ्घ संस्थाको तर्फबाट पनि म भन्न चाहन्छु। तपाईँको मास्क खोइ होइन त, अब यसमा चाहिँ हामी कस्तो किसिमबाट समाजमा उपस्थित हुने विचार गर्नुभएको छ? मैले अघि नै भने सङ्क्रमणको चक्र तोडौँ भन्ने जुन श्रृङ्खलालाई चाहिँ अगाडि बढाउने क्रममै यो अन्तर्गत चाहिँ हामीले के गरेका थियौँ भन्दाखेरि भदौको सुरुवातीमा नै हामीले यो प्रोग्रामलाई चाहिँ अगाडि बढाउन खोजेका थियौँ। भदौ 6 गते यसलाई चाहिँ सुरुवात गर्न खोजेका थियौँ, तर
भदौ 4 गते नै दोस्रो लकडाउन सुरु भएको अवस्था भयो र हामीले त्यसलाई चाहिँ भौतिक रूपमा भदौ 6 गते त्यो कार्यक्रमलाई हामीले अगाडि बढाउन सकेनौँ र हामीले कीर्तिपुर नगरपालिकाको स्वास्थ्य तथा वातावरणका संयोजक श्री हर्ष महर्जनज्यूलाई हातबाट हामीले जुम मार्फत नै त्यो कार्यक्रमलाई हामीले चाहिँ एउटा प्रतीकात्मक रूपमा त्यसलाई चाहिँ हामीले चाहिँ सुरुवात गर्यौँ र त्यो दिनमा हामीले के गर्यौँ भन्दाखेरि विभिन्न सङ्घ संस्था लगायतहरूले चाहिँ आफ्नो चाहिँ फेसबुक लगायत अन्य सामाजिक सञ्जालहरूमा हामीसँग विभिन्न किसिमका सन्देशमूलक प्ले कार्डहरू बनाएका छौँ। तपाईँको मास्क खोइ, तपाईँको शारीरिक दूरी कायम गरौँ, त्यसपछि कोरोना सङ्क्रमित व्यक्तिको फोटो तथा परिचय सामाजिक सञ्जालमा पोस्ट नगरौँ, सङ्क्रमणको चक्र तोडौँ, कोरोना सङ्क्रमित व्यक्ति तथा परिवारलाई हेला नगरौँ, सहयोग गरौँ, हात मिलाउनु वा अङ्कमाल गर्नुको सट्टा नमस्कार गरौँ, भिडभाडमा नजानुहोला, बेला बेलामा साबुन पानीले हात धुनु, मिचमिची हात धुनु, खोक्दा तथा हाछ्यौँ गर्दा नाक मुख टिस्यु पेपर तथा कुइनाले छोपौँ भन्ने विभिन्न किसिमका एउटा चाहिँ सन्देशमूलक जुन डिजाइनहरू छ, प्ले कार्डहरू चाहिँ सामाजिक सञ्जालमा हामीले त्यसरी पोस्ट गरेर त्यो बेलामा हामीले सुरु गऱ्यौँ। भन्दाखेरि अब लकडाउन चाहिँ खोलिसकेको अवस्था, अहिले लकडाउन चाहिँ तपाईँको अलिक खुकुलो भएको अवस्थामा हामीले अब आउने शनिबार चाहिँ एउटा यसलाई चाहिँ एउटा भौतिक रूपमा पनि हामीले गर्न खोजेका छौँ। अब भौतिक रूपमा भन्दाखेरि तपाईँलाई लाग्न सक्छ अहिलेको अवस्थामा भौतिक रूपमा कार्यक्रम गर्ने हो र, तर यसमा चाहिँ हामीले केही नियमहरू बनाएका छौँ। यो नियम चाहिँ के छ भन्दाखेरि जम्मा चाहिँ 6 जना व्यक्ति वा बढीमा चाहिँ 8 जना व्यक्तिले मात्रै त्यो कार्यक्रममा भाग लिन सक्छ र यो कार्यक्रम चाहिँ आधी घन्टाभित्रमा सकाउनु पर्ने। जुन सन्देशमूलक प्ले कार्डहरू चाहिँ बोकेर एउटा चाहिँ 6 फिटको दूरीमा कुनै एउटा चाहिँ स्थानमा बसेर त्यो प्ले कार्डहरू बोकेर हामी बस्ने हो र त्यसपछि माइकिङहरू गर्ने र त्यहाँ चाहिँ 15-20 मिनट चाहिँ कार्यक्रम चाहिँ भइसकेपछि फेरि चाहिँ अर्को ठाउँमा चाहिँ माइकिङ गर्दै जाने। यो कार्यक्रम चाहिँ सबै ठाउँमा चाहिँ कीर्तिपुरको चाहिँ जति सक्यो त्यति ठाउँमा चाहिँ गर्न चाहिँ खोजेका छौँ र यो कार्यक्रम चाहिँ अब आउने शनिबार नै सबै सङ्घ संस्थाले गर्ने पनि होइन। यो हामीले चाहिँ टाइमहरू छ, अर्को दिन गरे पनि हुन्छ, अर्को शनिबार गरे पनि हुन्छ, तर यो चाहिँ कन्टिन्यू एउटा अभियानको रूपमा कन्टिन्यू चाहिँ गर्ने हाम्रो चाहिँ प्रोग्राम हो। शनिबार श्रृङ्खलाबद्ध रूपमा गर्ने हो यो। पक्कै पनि अब समाजमा कति कुरा थाहा हुन्छ, भौतिक दूरी कायम राख्नु भनेको छ, कोही बेला रेडियोले भन्छ, टेलिभिजनहरूले भन्छ 2 मिटर भन्छ, कोही बेला 1 मिटर भन्छ, त्यो किसिमको ठ्याक्कै के हो त भन्ने कुरा समाजमा अझ पनि थाहा नभइसकेको स्थिति हुन्छ। त्यो स्थितिमा पनि तपाईँहरूको अब भनौँ न अब समाजमै गएर अब भनौँ प्र्याक्टिकल्ली प्रयोगात्मक रूपमा तपाईँले देखाउने र त्यसबाट जनचेतना जगाउने भने यो काम पक्कै पनि सराहनीय छ। तपाईँहरूको यो अभियान सफल रहोस् भन्न चाहन्छु। अनि प्रधानज्यू अरू यो बाहेक अरू के भन्ने केही छ तपाईँको भन्नै छ? सर्वप्रथम चाहिँ नेवा एफएम 106.6ले मलाई आफ्नो केही कुरा राख्न दिनुभयो, त्यसको लागि म आभारी प्रकट गर्न चाहन्छु। र यही मिडिया मार्फत म के भन्न चाहन्छु भन्दाखेरि अहिले कोरोना नेपालमा पहिलो लकडाउन चाहिँ चैत्र 11 गते हुँदाखेरि नेपालमा जम्मा चाहिँ 2 जना व्यक्ति मात्रै सङ्क्रमित थियो भन्दाखेरि आज नेपालमा 55,000 भन्दा व्यक्ति सङ्क्रमित भइसकेको छ र अहिलेको कुरा गर्ने हो भने 350 भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको अवस्था रहेको छ र कीर्तिपुरकै सन्दर्भमा पनि कुरा गर्ने हो भने 76 जना व्यक्ति सङ्क्रमित भइसकेको छ। यो भनेको एकदम भयावह अवस्था रहेको छ र हामीले देख्छौँ कीर्तिपुरमा लगायत अन्य ठाउँमा पनि सही तरिकाले मास्क लगाउने गरेका छैन, भौतिक दूरी कायम गरेका छैन र कोरोनाबाट बस्नुपर्ने नियम पालनाहरू गरेको छैन। यसको लागि चाहिँ सबैले सहयोग गर्नुपर्छ, सबैले चाहिँ यो अभियानमा साथ दिनको लागि पनि म अनुरोध गर्दछु र आफूले जानेका कुराहरू, आफूले सिकाउनु पर्नेका कुराहरूलाई चाहिँ हामीले एउटा अभियानको मार्फत एउटा प्रचार गरेर यसलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा म विश्वस्त रहेको छु। धेरै धेरै धन्यवाद आज हाम्रो स्टुडियोसम्म आइदिएर अमूल्य सुझाव दिनुभयो, हाम्रो श्रोताहरूलाई धेरै जानकारीहरू दिनुभयो। यसको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नेवा एफएमको तर्फबाट र भविष्यमा पनि यसै गरी हाम्रो श्रोताहरूलाई र जानकारी दिनुहुन्छ भन्ने मैले आशा राखेको छु। धेरै धेरै धन्यवाद। धन्यवाद। साँच्चीकै एउटा नेवा एफएमले एउटा भाषा, संस्कृति र संस्कृतिको लागि एउटा आवाज एउटा चाहिँ उठाउने क्रम रहेको छ र यही क्रममा यो नेवा एफएमले पनि यो कोरोनासँग
कोरोनासँग सम्बन्धित एउटा सन्देशहरूलाई पनि एउटा चाहिँ अगाडि बढाएर पक्कै पनि आफ्नो जिम्मेवारी निभाइरहेको अवस्था छ। म धन्यवाद दिन चाहन्छु। अब म अगाडि बढ्न चाहन्छु। कागेश्वरी मनहरा नगरपालिकाका मेयर श्री कृष्णहरि थापासँग हाम्रो सम्पर्क भएको छ, टेलिफोन सम्पर्क। मेयरज्यू, हाम्रो नेवा एफएमको कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद, नमस्कार। सबभन्दा पहिला म यहाँलाई कार्यक्रममा के सोध्न चाहन्छु भने अहिले मैले अलिकति के सुनेको छु भने हिजोको न्युजमा मैले हेरेको थिएँ, नेपालमै पहिलोपल्ट यो एन्टिजेन पद्धतिद्वारा सङ्क्रमितहरूको उपचार गर्ने भन्ने किसिमको एउटा न्युज आएको थियो र तपाईँले धेरै एकदम राम्रो काम गर्नुभएको छ। यो अवस्थामा देशमा फैलिरहेको यो कोभिडको महामारीमा यसले पक्कै पनि ठुलो एउटा रिजल्ट निकाल्नेछ भन्ने हामीले आशा गरेका छौँ। त्यो बारेमा अलिकति मलाई बताइदिनुहोस् न हजुर, त्यहाँको त्यो स्थिति बारेमा। नेपालमा पहिलोपल्ट भन्नुको मतलब चाहिँ यो एन्टिजेन प्रविधि भनेर चाहिँ तपाईँको किट ल्याएको हो। यो कोरियन कम्पनीको कोरियाबाट ल्याएको किट हो होइन हजुर। यो सप्लायरहरूले ल्याउनु भएको छ। यो हामीले पनि किनेर यो असोज 1 गतेबाट सुरु गर्दैछौँ। हजुर। एन्टिजेन प्रविधि भनेको तपाईँको पहिला हामी आरडिटी भन्थ्यौँ नि। ए हजुर हजुर, आरडिटी हो। आरडिटीमा चाहिँ तपाईँको ब्लडबाट गरिन्थ्यो भने यो चाहिँ स्वाब सङ्कलन गरेर गरिन्छ। ए हजुर, स्वाब सङ्कलन गरिन्छ। हजुर, त्यो मेसिन केही चाहिन्छ, त्यसको चाहिँ त्यो घोलेर त्यो हालेपछि टिम देखाउँछ। त्यसमा चाहिँ तपाईँको स्वाब सङ्कलन गरेर गर्दाखेरि अब यसको चाहिँ नेगेटिभ तपाईँको देखाउने र पोजिटिभ हो। पोजिटिभ देखायो भने पनि यो वास्तवमा एक पोजिटिभ हो, तर अहिले तपाईँको स्वास्थ्य मन्त्रालयले पोजिटिभ देखायो भने चाहिँ पिसिआर गर्नुपर्छ भन्ने कुरा गरेको छ होइन। हजुर। अब 100% त तपाईँको पिसिआरमा पनि छैन, त्यसैले यो चाहिँ आधा घन्टामै दिन सकिन्छ। ए हजुर हजुर। त्यो तपाईँको जस्तो मैले आरडिटी भनेको छु है, आरडिटी ब्लडबाट भयो स्वाबबाट गरियो, आधा घन्टाभित्र यसको रिपोर्ट दिन सकिने भनेर यो हामीले सुरु गरेर आएका छौँ होइन। हजुर हजुर। त्यसदेखि हामीसित किट पनि आइसक्यो, हामी टेकुको ल्याबसँग सल्लाह गरेर गरे हो। नेपाल सरकारको मान्यता प्राप्त हो। अब कता एन्टिबडी भने चाहिँ त्यसलाई कति क्षमता भन्ने त्यो चाहिँ अहिले प्रविधि अझ महँगो छ। अनि तपाईँको त्यो एउटा किटको त्यसमा चाहिँ तपाईँको 1850+ भ्याट लाग्छ। त्यो 2034 रुपियाँ पर्छ। अहिले कागेश्वरी नगरपालिकाले चाहिँ 2000 रुपियाँमा हो न एमएलएजी पनि त्यो गरिदिने भनेर सुविधा दिएको हो। हाम्रो चाहिँ रेगुलर पिसिआर चाहिँ सोमबार र शुक्रबार अहिले हामीले गरिरहेको छ होइन। हजुर हजुर। अहिले चाहिँ हामीले भनौँ पहिला आरडिटी पनि गर्थ्यौँ, आरडिटी अहिले बन्द भएको छ। पहिला 1340 आरडिटी गऱ्यौँ। 2077 वैशाख 1 गतेदेखि अहिले हालसम्म भनौँ न अहिले झन्डै 24-35 हामीले चाहिँ त्यो गरिसक्यौँ। तपाईँको के अरे पिसिआर चाहिँ गरिसक्यौँ। अहिले 127 को मात्रै हामीका रिपोर्ट आउनु बाँकी छ। अहिले चाहिँ झन्डै हामीका तपाईँको 242 हजुर 242 जना सङ्क्रमित देखाएको छ। 242 जना भने चाहिँ वैशाखदेखिको हो होइन। हजुर। तपाईँलाई थाहा छ चाहिँ यो कागेश्वरी नगरपालिका चाहिँ बागमती प्रदेशमा सबैभन्दा पहिलो हजुर सङ्क्रमण देखिएको हाम्रो सन्सिटीबाट हो। त्यसमा हामीले रेगुलर चाहिँ गरेका छौँ कन्ट्याक्ट ट्रेसिङ यो सिआइसिटी मार्फत होइन। हजुर। अब यो चाहिँ सुविधा दिएको पैसा यदि कसैलाई इमर्जेन्सी पर्यो होइन त्यो चाहिँ फोनमा टिपाएर पुगिँदै आएर गर्ने। यसमा चाहिँ हाम्रो अरू खर्च त हामीले यसमा नाफा पनि जोडेका छैनौँ होइन, एउटा सुविधा मात्रै दिएको हो र अहिले नेपाल सरकारको मान्यता प्राप्त उसबाटै ल्याएको हो। यो सर्वप्रथम सुविधा हामी गरेछौँ भन्ने कुरा अब अन्त आएको मैले पनि सुनेको छैन। अब मिडियाले पनि त्यही पहिला भनेको छ हजुरको त्यही नै हो। ए हजुर। अब भनौँ न अहिले अब यो कोभिड चाहिँ यसरी धेरै नै फैलिरहेको छ, समाजमै छिरिसकेको छ भनौँ न अहिलेको अवस्थामा। यो महामारीकै रूपमा गयो र अहिलेको भन्दा भयावह स्थितिमै अब यो सङ्क्रमणहरू बढ्यो भने त्यतिखेर तपाईँले अहिले गर्नुभएको यो एन्टिजेन पद्धति चाहिँ एकदमै उपयुक्त हुन जान्छ। तर जस्तो पिसिआर गरेको चाहिँ अहिले हुन त पैसाको हिसाबले पिसिआर पनि सरकारले 2000 मा गर्नु हुन आइसक्यो होइन। हजुर। अब यसको पनि हामीले रेट राखेको छौँ। भोलि यो किट हट्यो भने हाम्रो पनि रेट घट्छ होला। हजुर। यसको चाहिँ कन्ट्याक्ट ट्रेसिङमा तुरुन्तै मान्छेको गर्दाखेरि अब पिसिआर चाहिँ तपाईँको एक दिन पर्खिनु पर्ने भयो होइन। हजुर। अब 24 घन्टा कहिले 48 घन्टा त्यो लोड हेरेर पिसिआरको रिपोर्ट आउँदो। यो कन्ट्याक्ट ट्रेसिङमा गरेको मान्छेले तुरुन्तै गर्नु पर्यो अथवा कहीँ इमर्जेन्सी जानु पर्यो भन्ने कुरा कहीँ जचाउनु पर्यो भने अब अहिले त हस्पिटलमा तुरुन्तै गरेन नि त होइन पिसिआर लिएर भन्दा इमर्जेन्सीको लागि हामीले यो फन्डिङ गरे हो होइन। यसमा चाहिँ अहिले हामीले सहुलियत दिएको। अब यसमा चाहिँ हामीले खालि किटको पैसा मात्रै लिएर गर्न लागेको छौँ होइन। अब यो चाहिँ मैले अघि तपाईँलाई भने प्रविधि चाहिँ सहयोगबाट गरेर अलिकति विश्वसनीय छ। हुन्छ तपाईँको पिसिआरमा पनि अब
विज्ञहरूको बनाइन्छ सबै रेजिङदेखि तपाईँको अब स्वाब कलेक्सनदेखि लिएर तपाईँको त्यो प्रोसेसिङ गर्ने बेलासम्म 90% एकुरेट आउँछ भनेर त 70% मात्रै भनेको छ होइन। अब त्यो महामारी फैलेकोमा हामी पनि अलिकति के छ भने कसैको चाहिँ परिवारै सरेको छ होइन, परिवारै सरेको छ, कसैको परिवारमा पनि एउटै भनौँ न श्रीमान श्रीमती पनि श्रीमतीलाई सरेको छ, श्रीमानलाई छैन अथवा बच्चालाई छैन, त्यस्तो खालको पनि देखिएको छ क्या होइन। यो चाहिँ अब कसैको चाहिँ तपाईँको उहाँसित सङ्गत गरेको छ, अरूको देखिएको छैन कि त्यो खालको चाहिँ अब अलिकति ऊ पनि छ। यो वासमा फैलो भन्दाखेरि भनौँ समुदायमा फैलो भन्न पनि सकिँदैन। अब सबै कि त त्यो घरको परिवार पुगै हुनु पर्यो होइन, त्यस्तो दिक्कत पनि आएको छ। हिजो चाहिँ हामी यहाँ चाहिँ 50जनाको तपाईँको एकैपल्ट पोजिटिभ आएको हिजो पहिलो रेकर्ड हो हाम्रो, हाम्रो त्यस्तो थिएन। तर त्यो अहिले हामीले हेर्दाखेरि त्यसमा पनि 15-20 जना बाहिर घुम्दै छ। आर्मीहरू त्यो तपाईँको बौद्ध पुलिसहरूको होइन, आर्मीहरूको पनि त्यसमा आएको छ होइन, बाहिरको मान्छेहरू आएको छ। अब हामीले चाहिँ के छ भने कालचिनी नगरपालिकाले त्यो नेपाल सरकारलाई नै सहयोग होस् भनेर हामीले चाहिँ जस्तो हाम्रो नगरपालिका मात्र नभई शङ्करापुर नगरपालिका जस्तो गोकर्णेश्वर नगरपालिका होइन, काठमाडौँ महानगरपालिकाको वडा नम्बर 6 बौद्ध तपाईँको अनिखेरि यो 32 नम्बर वडा होइन, जहाँबाट हामीले हामीले गरिरहेको छ। त्यसमा हाम्रो चाहिँ अब त्यसमा आउँदाखेरि मुलपानी भन्ने ठेगाना आउँछ होइन, हाम्रो नगरपालिकाले गरेबाट अनि त्यो खुटाउँदाखेरि चाहिँ त्यसमा आउँछ। अहिले हामी यहाँ चाहिँ भनौँ 242 छ, 242 पनि 20 जनले बाहिर पाउँदाखेरि हामी यहाँ 220 जति हुन्छ भने 22। हजुर। अनि अहिले यो हाम्रो जुन एन्टिजेन पद्धति हो यो चाहिँ कोरियाबाट लिएर आएको भन्नुभयो यहाँले। कोरियाबाट ल्याउँदाखेरि अब त्यसलाई चाहिँ हाम्रो यहाँ हाम्रो भनौँ न स्वास्थ्यकर्मीहरूले प्रयोग गर्न जान्दछन् कि अब कुनै विशेष तरिकाले ल्याबाट पनि हामीले सल्लाह गरेर सिकाइदियो भने छ, तर सबलाई पनि सकिन्छ, त्यो इजी छ, तपाईँ धेरै त्यो गाह्रो हुँदैन होइन। हजुर हजुर। त्यसलाई हामी भोलि तयारी गर्दैछौँ, पछिदेखि हामी सुरु गर्दैछौँ। यो चाहिँ तपाईँको यो किट आएको चाहिँ भनौँ 1 महिना भइसक्यो। त्यो तपाईँको अब नेपाल सरकारले मान्यता दिनु पऱ्यो नि त, त्यसको कार्यविधि त्यो चाहिँ ओके भइसकेपछि अहिले चाहिँ अनि मार्केटमा आएको हो। अहिलेको स्थितिमा स्वास्थ्यकर्मी समाज सेवा गर्ने भनौँ सञ्चारकर्मीहरू भए, अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू विशेष गरी अग्रपन्थीमा जानेहरू हुनुहुन्छ, उहाँहरूलाई पनि यो सङ्क्रमण देखिएको हुँदाखेरि त्यतातिर चाहिँ अब भनौँ न कस्तो किसिमको पद्धति कस्तो किसिमको व्यवस्था गर्नुभएको छ? अब अहिले हाम्रो मेन चाहिँ स्वास्थ्यकर्मी कुरा आउँछ। तपाईँ मुलपानी अस्पताल भनेको जुन कालीचुर नगरपालिकाले सञ्चालन गरेर हस्पिटल छ, त्यो हस्पिटल चाहिँ अहिले हामीले भनौँ न हजुर त्यसलाई चाहिँ यो तपाईँको अहिले फिभरको बिरामी मात्रै हेर्ने डेडिकेटेड हस्पिटलको रूपमा चलाएको छौँ होइन। हजुर। यो चलाएको चाहिँ तपाईँको हामीले यो 2076 वैशाख चैत्र 12 गते जुन 11 गते लकडाउन भयो, 12 गतेदेखि यसलाई हामीले 24 आवर चलाएको छौँ। हजुर। र त्यसमा चाहिँ हामीले काठमाडौँमा अरू अन्य हस्पिटलले फिभरको बिरामी नजाँदाखेरि पनि हामीले जाँच्ने गरेका थियौँ होइन। हजुर। त्यो हिसाबले अहिले त्यसलाई डेडिकेटेड बनाएको छौँ। हाम्रो चाहिँ अब 100 बेडसम्मको आइसोलेसन राख्न सकिन्छ भने त्यहाँ घर चाहिँ हामीले हस्पिटलमा देखा गर्दैछौँ। अहिले 50-60 बेड छ होइन, प्रदेश सरकारले पनि संघीय सरकारले पनि छ। हजुर। 100 बेडसम्मको आइसोलेसन चाहिँ बस्न खान फ्री गरेका छौँ। अनि एउटा डेडिकेटेड एम्बुलेन्स भनेर चाहिँ छ, कसैलाई कोभिड सङ्क्रमितलाई लान पर्ने कुरामा होइन छ। र अहिले हामीले यो कलाकारहरूलाई पनि गरेर उहाँहरूबाट चाहिँ यो जनचेतना भनौँ न के अरे जनहितकारी सूचना भनेर कालीचुर नगरपालिकाले त्यो सङ्क्रमितको परिवारलाई होइन चाहिँ भेला नगर्नु, त्यो जो कोहीलाई पनि यो रोग लाग्न सक्छ भनेर अहिले होम आइसोलेसनलाई जोड दिएका छौँ। त्यसमा होम आइसोलेसनमा पनि धेरै मान्छे हुनुहुन्छ होइन। त्यसको चाहिँ सबैभन्दा राम्रो होम आइसोलेसन हो। अब यदि कसैको घरमा परिवार छ अब बस्ने ऊ छैन भने त्यस्ता परिवार चाहिँ हामीले हस्पिटलमा राख्ने गरेर गरेका छौँ होइन। र अर्को चाहिँ सङ्क्रमितमा चाहिँ सबैलाई लक्षण नदेखेको मात्रै राखेको छ, किनभने हामी कहाँ भेन्टिलेटर छैन होइन। यदि सङ्क्रमितलाई गाह्रो हुने खालको हामी त्यसलाई रेफर गर्छौँ, 100 दिनमा गरेर हस्पिटल व्यवस्था गर्ने। र अब चाहिँ अब हामी त नजिक छौँ, सङ्घीय सरकारकै भनौँ न अब स्वास्थ्य मन्त्रालयको अतिरिक्त कन्ट्याक्टर उहाँहरूलाई पठाउने काम पनि हामीले गरेका छौँ होइन। अब त्यस्तो खालको तुरन्त बिरामी अहिले हामी कहाँ आएको पनि छैन त्यो हिसाबले। अनि हामीले चाहिँ अहिले इमर्जेन्सी परिहाल्यो भने चाहिँ तपाईँको अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौँ होइन। कसैलाई चाहिँ तत्काल गाह्रो भने तत्काल अक्सिजन दिन सक्ने त्यहाँ सिसी क्यामेरा स्वास्थ्य कर्मीहरूलाई चाहिँ त्यसको अवलोकन गर्नुहुन्छ। स्वास्थ्य कर्मीहरूलाई पनि त्यो सङ्क्रमित नहुन् भन्नको लागि उहाँहरूलाई 10 दिन ड्युटी गर्नुहुन्छ, 10 दिनपछि बिदा हुन्छ, 24 आवरै गर्नुहुन्छ। अनि 10 दिन उहाँहरू फेरि आइसोलेसनमा भनौँ उसमा होम क्वारेन्टाइनमा बस्नुहुन्छ होइन। अनि उहाँहरूको टेन्सनमा फेरि उहाँहरूको पनि पिसिआर चेक गरेर फेरि सङ्क्रमितले नै फेरि पिसिआर दिइसकेका पनि भन्नु नहोस् भनेर
हजुर हजुर स्वास्थ्य कर्मीहरूको पनि त्यो चाहिँ टाइममा हामीले PCR गरिसकेका छौँ। अहिलेसम्म हाम्रो हस्पिटलको स्वास्थ्य कर्मीको चाहिँ देखिया छैन। एउटा स्वास्थ्य कर्मी देखिया थियो, यो चाहिँ हाम्रो एउटा कार्य उहाँको चाहिँ निको भइसकेका छ। हजुर अनि यो समाजमा हाम्रो समाज चाहिँ अलिकति त्यस्तै किसिमको समाज छ। हेर्नुहोस् अब स्वास्थ्य कर्मीहरूलाई पनि अलिकति घृणा गर्ने व्यवहार गर्छन् नि, घृणाको व्यवहार गर्छन्। त्यस्तो किसिमको त कुनै पहिला त अब घरबाट लट्यायो, सङ्गठनले ल्यायो भनेर कराउनुहुन्थ्यो, बाहिर कराउनुहुन्थ्यो। अहिले चाहिँ त्यो चाहिँ धेरै घटेको छ। हजुर हजुर यो जसलाई पनि ठुलो धनीदेखि लिएर गरिबसँग लाग्न सक्ने, जसलाई पनि हुन सक्ने भनेपछि अहिले समाजले पनि यसलाई एक्सेस गरेको छ। तपाईँको किनभने दिनको मान्छे 19जना यस्तो मरेको छ, अब दुनियाँ हजारौँ बढेको छ होइन। हजुर पक्कै मान्छेले नर्मलाइज। त्यसैले अब हामीले चाहिँ तपाईँको यो कोभिड चाहिँ अब लिभिङ टुगेदर भनेको छ। कोभिडलाई चाहिँ अब उ गर्दै हातसात गर्दै भनेर अब समय त अप्नाएर त काम गर्नुपर्छ भने अब हाम्रो नगरपालिकाहरू सबै हामीले खोलेर पनि सबै काम गर्दैछौँ। अब राज्यले पनि तपाईँको अब यो 7 गतिदेखि सार्वजनिक यातायात पनि चलाउने, पेट्रोल चलाउने भनेर भन्दैछ होइन। हजुर अब यो गतिविधि के होला हजुर? अब यसै गरी भनौँ यही स्थितिमा अब यो कोभिड चाहिँ फैलिँदै गयो भने हाम्रो समाजमा महामारीकै स्थितिमा हुनसक्छ। त्यो अवस्थामा यहाँको पूर्व तयारी अब भनौँ न आइसोलेसनहरू बढाउने, त्यस पछाडि सेवा सुविधाहरू बढाउने, यो सम्बन्धी केही पूर्व तयारीहरू गर्नुभएको छ? त्यही त पूर्व तयारी भनेको हामीले 100 बेडसम्मको आइसोलेसन राख्नु सकिने हो। अब सक्यो होइन। हजुर यसमा त अब सबै काठमाडौँले पनि अब तपाईँको अब नेपाल सरकारले नै 6000 थप्ने भने हाम्रो गौरवबाट पनि पास भएको छ होइन। गृह मन्त्रालयको मात्रै हजुर हजुर अब 6000 राख्ने तपाईँको पशुपतिको त्यो आश्रमलाई गरेको छ, अब त्यो ग्यालेक्सी स्कुललाई गरेको छ। त्यो कुन गर्ने भन्ने कुरामा चाहिँ अब त्यो गृह सचिवमा चाहिँ छ हाम्रो अब काठमाडौँको सिडी सापाले गर्नुभएको छ होइन। हजुर हजुर अब हामीले पनि भनौँ अब हाम्रो चाहिँ नगरपालिकाले चाहिँ 100 बेडसम्म हामीले सपोर्ट गर्ने हो। अब यहाँबाट पर्ने भने त तपाईँको अरू हस्पिटलहरू अन्यमा गर्नुपर्छ होला। हजुर अनि भनौँ न अहिले काठमाडौँका मेयर भयो, हाम्रो नागार्जुन नगरपालिकाका मेयरज्यू भयो, उहाँका वडा अध्यक्षहरू धेरैलाई यो फ्रन्टलाइनमा जानुहुन्छ नि, यहाँहरू जुन यो राजनीतिक कर्मीहरू समाजसेवामा हिँड्नुहुन्छ नि, हजुर हजुर अहिले तपाईँको ललितपुरको अब अस्ति हाम्रो नागार्जुनको नेता राजनीतिक पनि भएको यहाँ छ होइन। हजुर हजुर अब नागार्जुनको मेयर साहब चाहिँ यहाँ ह्याम्समा हुनुहुन्छ के अरे। अर्को तपाईँको काठमाडौँको त अब निको भइसक्नु भनेर आएको छ होइन। तपाईँहरूले पनि अलिकति सुरक्षा विधि अपनाउनु भएको छ छैन, त्यतातिर पनि ध्यान दिनुपर्छ भन्ने मेरो सोच छ। यो कसरी चल्छ भन्ने जति अप्नायो थाहा नहुन्छ, कसैलाई पनि थाहा भएन। हजुर हो, त्यही कारण अनि सबैलाई अप्नाउन अनुरोध पनि गरेका छौँ होइन। हजुर हामी आफै पनि चाहिँ अब ऊ भएको छौँ होइन। अब यो कसरी चल्छ भन्ने भनेको हजुर एकदमै एउटा आएको थियो तपाईँको ल्याबमा काम गर्ने, उहाँको श्रीमान श्रीमती छोरालाई चाहिँ आएको हजुर होइन। अनि श्रीमानको छोराको चाहिँ तपाईँको नेगेटिभ आयो होइन। हजुर अब घरमा बसी मिसेसको पोजिटिभ आयो, उहाँले आफ्नै काम गर्ने मान्छे हो होइन। हजुर त्यसमा यस्ता केसहरू छन्, कसैको चाहिँ परिवारमै अब एकजनालाई भएको झर्लो भएको छैन होइन। हजुर अब संसर्गमा यो चाहिँ किन कारणले लाग्छ, कसरी लाग्छ भन्ने नै चाहिँ तपाईँको त्यही कुरा पत्ता लागेको छैन। हजुर हजुर यो स्थितिमा अब भनौँ न अब स्वास्थ्य कर्मीहरूलाई र अनि सुरक्षा कर्मीहरूलाई के विशेष भत्ताको व्यवस्था गर्नुभएको छ छैन? अहिले स्वास्थ्य कर्मी र सुरक्षा कर्मी त तपाईँको सुरक्षा कर्मीहरू चाहिँ अब मानव पर्यटकको हामीले भत्ता लिने कुरा भएन। उहाँहरूको पनि हामीले टेस्ट गर्ने काम गरौँ, त्यो कोरोनामा कर्मीहरूको पनि हामीले स्कोर टेस्ट गरेका छौँ होइन। हजुर अनि हाम्रो कर्मचारी स्वास्थ्यका कर्मचारीहरूलाई अथवा चाहिँ इभन अर्कै कर्मचारी अफिसियल कर्मचारीहरूले पनि लकडाउनलाई 0 अवधि माने भएर हामीले अफिस चाहिँ त्यो चैत्र 18 गते कन्टिन्यू नै चलाएको छौँ 3-4 घन्टा भए पनि होइन। हजुर त्यो उहाँलाई जोखिम भत्ता भने कोहीलाई 1 महिना कोहीलाई तपाईँको 1.5 महिना गरेर हामीले चाहिँ त्यो दिएको छौँ। यो आफ्नै नगरपालिकाबाट कि अब केन्द्रबाट? हामीले नगरपालिकाबाट दिएको छौँ। प्रदेश सरकारले पनि त्यो जोखिम भत्ता दिने भनेको छ, सङ्घीय सरकारले पनि भनेको छ, पछि आएको थियो उहाँहरू दिन्छौँ। तर अहिले हामीले चाहिँ अहिले पनि दिएको छौँ। अहिले पनि तपाईँको कन्ट्याक्ट ट्रेसिङमा जानलाई 500 रुपियाँ भत्ता होइन। हजुर अनि तपाईँको चोइस कलेज जुन चाहिँ हाम्रै चाहिँ स्वास्थ्य कर्मी हुनुहुन्छ ल्याबको होइन, हजुर उहाँहरूलाई चाहिँ त्यो 1500 त्यो काम गरेको दिन हामीले त्यस्ता भत्ताहरू पनि राखेका छौँ। हजुर अनि यो अब जाँदा जाँदै अब अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो यो नेवा एफएमका श्रोताहरू र कागेश्वरी मनाराका जनताहरूलाई एउटा सन्देश केही दिनुहुन्छ कि?
सर्वप्रथम म तपाईँको यहाँबाट एउटा धन्यवाद दिन चाहन्छु किनभने तपाईँले हाम्रो कास्याङ नगरपालिकाको बारेमा नगरवासी र सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउन जुन मौका दिनुभयो त्यसलाई धन्यवाद दिन चाहन्छु। मैले नगरवासीहरूलाई चाहिँ यो अहिले कोभिडमा चाहिँ अब यस्तो परिस्थितिमा सबैले संयन्त्र अप्नाउनुपर्छ होइन। सङ्क्रमितलाई चाहिँ तपाईँको उ नभए उहाँलाई प्रोत्साहन गरौँ होइन, होम आइसोलेसनमा राखौँ। किनभने अब गाह्रो भएको बिरामी, किनभने भोलि बिरामी सजिलो भएको बिरामी सङ्क्रमितलाई हस्पिटल गऱ्यो भने गाह्रो हुने बिरामीलाई त्यहाँ भर्ना गर्न सकिन्न। त्यसकारण लक्षण नदेखिएको भनौँ न होइन, सङ्क्रमित भएकोलाई र सङ्क्रमितका परिवारलाई हेरान नगरौँ भन्ने कुरा छ। अब यो त बिस्तारै तपाईँको त्यो अघि प्रकाशित पनि भएको छ र नगरपालिकाबाट चाहिँ यो कोभिडमा हामीले धेरै सहयोग पाएका छौँ। हजुर धन्यवाद। यहाँ हुनुहुन्थ्यो कृष्णहरि थापा, कागेश्वरी मनहरा नगरपालिकाका मेयरज्यूलाई फेरि पनि हामी कार्यक्रममा कुनै बेला हामी निमन्त्रणा गर्न चाहन्छौँ। आजको लागि म यहाँसँग बिदा चाहन्छु। धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो कागेश्वरी मनहरा नगरपालिकाका मेयर श्री कृष्णहरि थापाज्यू। आजको समय समाप्त भएको बारे मलाई हाम्रा प्रविधि सहयोगी शरणा महर्जनले बताउनु भयो। भोलिको कार्यक्रममा फेरि भेटघाट हुँदैछ। नमस्ते, शुभ